बुढासित डिभोर्स भयो भनेर भनौँ भन्ने भने एउटै छाना बसेर एउटै मानो खाइए ह। डिभोर्स भयो होइन भनौँ भन्ने भने खासै खोलेर बोलचाल छैन। उनी कहाँ जान्छन्, के गर्छन्, कसो गर्छन् उनका बारेमा मलाई केही थाहा हुन्न, मेरा बारेमा उनलाई केही थाहा हुन्न। बाहिर देख्नेलाई आहा भन्ने छँदैछ के रे, भित्री मना के कस्तो छ त्यो हामीलाई मात्रै थाहा। न कुरा मिल्छ न विचार मिल्छ। केटाडी छन्, केटाडियालाई समाजका लागि मिलेदै गरेर बस्न परे ह। देखाइ र भोगाइमा धेरै फरक हुने छ। म जिउँदो मर्दो उनलाई मतलब छैन। साथी केटी र रौसी भा उनको सुनौलो संसारै त्यही हो। दुख पोखम कहाँ गर पोखम, डिभोर्स गरम झन् सबैको हेला भइहेला भन्ने भएर जेना तेना गरेर बसी हो। बिखार खोत्रुक्क मोरम केटाडीले आमा भन्न त पाहन भन्जै लाउने खोत्रुक्क आफ्नो परान फाल्न पनि नसकिनी। यस्तो यता नौताको भएर बस्नभन्दा मोरम जाइनी हुन्छ घरिघरि। सबैतिर सोचो सोचाइ र फरक हुने छ, पिर लाउँछ भाइ नि।